हेलो गाइस, के छ खबर? मेरो नाम चाहिँ विजय लम्साल। म न्युजिल्यान्डमा आएको चाहिँ आज चाहिँ लगभग 15 दिन जति भयो। अनि यो चाहिँ म बस्ने बेल ब्लक एरिया हो। तर अलिकति झ्याउ के हो भन्दा यहाँ चाहिँ पानी पनि दिनकै परिरहन्छ हैन। पानी, हावा, चिसो हावा, जाडो पनि त्यत्तिकै छ हैन। अनि यहाँ कस्तो छ भन्दा होलिडेको दिन, विकेन्डको दिन चाहिँ पब्लिक भेहिकल चल्दैन के। पब्लिक भेहिकल नचल्ने भएपछि हामी स्टुडेन्टलाई के गाह्रो हुन्छ भन्दा यताउता हिँड्न पर्यो भने पनि एउटा गाडी चाहिँ चाहिन्छ कि यहाँ अलिकति। त्यो पछि चाहिँ अलिकति सुरुमा गाह्रै छ हामीलाई हैन। नाइ भने त बवाल छ ठाउँ चाहिँ, एकदम ब्युटिफुल छ सिटी। यही एरिया हो, हामी बस्ने बेल ब्लक ठाउँ हो यो। म बस्ने रुमको बाटो चाहिँ 1 मिनेट जति छ, यो नजिकै छ। ल जाम है त गाइस, मैले आज मेरो रुम देखाउँछु। यो चाहिँ गेट भयो, यहाँबाट चाहिँ भित्र जानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो बाहिरको एरिया हो। यो चाहिँ नेपालमा चाहिँ यसो हेर्दा चाहिँ झट्ट हेर्दा चाहिँ बेलौती जस्तो छ, तर यो बेलौती फेरि होइन, यहाँको चाहिँ फ्रुट रहेछ। यसको चाहिँ बाहिरको बोक्रा फाल्ने र भित्रको खाने जो मिठो एकदम रसिलो हुँदो रहेछ है। अनि यतापट्टि चाहिँ साग लाउन अलिकति स्पेसियस ठाउँ छ। धनिया पनि छ त्यहाँ हैन, खुर्सानी छ यतापट्टि। त्यसपछि यहाँ खेल्ने बल पनि छ, कहिलेकाहीँ यसो जोस चल्यो भने बल छ। अनि कपडा धोएर सुकाउनको लागि चाहिँ नेपालको जस्तै टक्क डोरी टाँगेको छ, यहाँ टक्क सुकाइन्छ हामीले। यहाँ यो सब्जीमा ईश्वरी भन्ने पनि छ, नेपालमा ईश्वरी भनेर चिनिन्छ, यहाँ चाहिँ अलिकति के नाम भन्दा रहेछन् कि। अनि यहाँबाट यो चाहिँ ढोका भयो, मेन गेट त्यहाँ, अनि त्यसपछि यो गेट यो। अनि त्यसपछि यता चाहिँ स्विमिङ पुल छ, यहाँ स्विमिङ पुल छ। अहिले जाडो भएको भएर खासै युज छैन यो स्विमिङ पुल। गर्मीमा चाहिँ यो साफ गरेर स्विमिङ गर्न चाहिँ एवान छ, यहाँ बवाल छ। त्यसपछि गर्मीको बेला यसो रिफ्रेस हुन पर्यो भने चाहिँ यति राम्रो दुबो छ कि यहाँ चट्ट बसेर हावासावा खान कायदा छ कि। फोहोरो धुलो केही पनि छैन, अलिअलि भएको भनेको पातहरू झरेछन्, बाँकी त बवाल छ, कायदा छ। अवश्य हजुरहरूलाई चाहिँ म बस्दै आइरहेको रुम किचन देखाउँछु। वाउ, ल वेलकम छ है गाइस मेरो किचनमा। यो चाहिँ भित्र इन्ट्री हुने बित्तिकै पहिला किचन आउँछ है। किचन अलिकति सानो छ, जोस म्यानेज चाहिँ हुन्छ हामीलाई चाहिँ। यो चाहिँ ओभन भइहाल्यो, यो इन्डक्सन चुलो जोस स्ट्रगलको टाइमको लागि चाहिँ ठिक छ, राम्रो छ, म्यानेज भइरहेको छ। हाम्रो चाहिँ यहाँ वासिङ मेसिन चाहिँ यहीँ छ, नजिकै छ, यसको नजिकै। अनि यो चाहिँ फ्रिज भइहाल्यो। फ्रिजमा चाहिँ खासै दुधहरू, मिठ आइटमहरू, अनि चाहिँ बेसिक सब्जीहरू छ हाम्रो यहाँ फ्रिजमा चाहिँ। अनि हामी चाहिँ 3 जना बस्छौँ, टक्क बस्नलाई टेबल कुर्सी पनि यहीँ छ, एउटा कुर्सी यतापट्टि छ। टक्क भाँडा माझेर चाहिँ हामीले यहाँ चट्ट मिलाएर राख्छौँ। जोस् हामी बोइजहरू बस्ने अलिकति भद्रगोलै छ, अलिकति म्यानेज गरिएको छैन। अब चाहिँ हामी रुमतिर जाऊँ है त। रुम जानुभन्दा पहिला चाहिँ हाम्रो यहाँ बाथरुम आउँछ, मैले बाथरुम पनि देखाउँछु। बाथरुम हाम्रो यस्तै छ, बाथरुम अलिकति सानो छ तर ठिकै छ, म्यानेज हुन्छ, राम्रो छ। बत्ती चाहिँ बरु यस्तै छ, के गर्ने, स्ट्रगल फेज हो, बल्ल 15 दिन त भएको छ आएको। त्यसपछि हाम्रो टोयलेट चाहिँ यहाँ छ, यहाँ चाहिँ यस्तै टोयलेट हुन्छ। मेन कुरो दुःखको कुरा भनेको यहाँ पानी हुँदैन कि, यो टिस्यु युज गर्नुपर्छ। बिना पानी नेपालीलाई चाहिँ अलिकति गाह्रो चाहिँ लाग्दो रहेछ है, मलाई त्यस्तो फिल भइरहेको छ। ल अब गाइस लेट्स गो टु दि रुम है, रुमतिर जाऊँ। अब हामी चाहिँ कलेजबाट आइसकेपछि जुत्ता सुत्ता राखिन्छ यहाँ गरिएको छ, साफ गर्नलाई भ्याकुम यहाँ छँदैछ हैन। कमिन गाइस। हो दोस्त चाहिँ कि पढ्दै रहेछ, यिन चाहिँ मेरो साथी रुममेट।
भ्लगिङ हुँदैछ ल पढ असाइनमेन्ट गर्दै रहेछ नि अनि त्यसपछि हाम्रो बेसिक सामानहरू चाहिँ यहाँ राख्ने गरिएको छ टक्क चाहिँ तेलहरूदेखि लिएर आइरन हर चिजहरू यहाँ छ हाम्रो रुम चाहिँ यही हो रुम भने पनि बेडरुम भने पनि लिभिङ रुम भने पनि हाम्रो यही हो अलिकति स्पेसियस त स्पेसियसै छ हैन यो बेडरुम भइहाल्यो त्यसपछि अब यहाँ चाहिँ हाम्रो चाहिँ गाडीको ट्रान्जिट बारेमा छ गाडीको टाइम टेबल छ यहाँ यस्तो टाइम टेबल हुन्छ कि अब लगेजहरू पनि भद्रगोल छ गाई यस्तै छ है स्ट्रगल फेज हो टोपीहरू हामीले चाहिँ टक्क 3 जनाको टोपी यसै राखिएको छ म हजुरहरूलाई चाहिँ अब वार्डरोब देखाउँछु हामीले चाहिँ कपडा राख्ने ठाउँ यही हो 3 जनाले हामीले मिलेर राखेको छु मैले यहाँ राखेको छु दुईटा साथीहरूले यतापट्टि राखेको छन् माथि यसै राखिएको छ हैन बाँकी लगेजहरू यहाँ छ अनि एउटा मेन कुरा चाहिँ मलाई यहाँको के राम्रो लाग्यो भन्दा नेपालमा अब भाडामा बस्दाखेरि घरबेटी छुचा हुन्छन् यस्ता हुन्छन् उस्ता हुन्छन् भन्ने सुनेको यहाँ पनि हामी नेपाली दाइकोमा बसिन्छ कि यति हेल्पफुल हुन्छ त यति अनेस्ट हुनुहुन्छ मैले फर्स्ट टाइम भेटेको कि यस्तो घरबेटी हामीलाई चाहिँ कहीँ जान पर्यो भने भाइहरू म लैदिन्छु भन्नुहुन्छ टक्क चाहिँ गाडीमा राखेर एकदमै सहयोगी हुनुहुन्छ दाइ चाहिँ योस् राम्रो घरबेटी पाइएको छ अनि बेसिक चिजहरू चाहिँ हामीले चाहिँ यो कपबोर्डमा राखिन्छ सानसाना चार्जरदेखि लिएर हैन चार्जर ल्यापटप घडी सेन्टहरू यहाँ राखिन्छ यस्तै छ स्टुडेन्ट टाइमको बसाइ अब मान्छेलाई हेर्दा चाहिँ न्युजिल्यान्डमा चाहिँ के नै होला पुरा चाहिँ भिआइपी तरिकाले बस्यो होला नि जस्तो लाग्छ हैन नेपालको जस्तै छ बसाइ यस्तै छ यो रमाइलो छ बाहिर एकचोटि अहिले चाहिँ अब यहाँ घामसाम हराइसक्यो झमक्क चाहिँ चिसो चाहिँ डेन्जर हुन्छ कि यहाँ यस्तै छ गाइज हाम्रो बसाइ दोस्त ल्याउ त मोबाइल ल्याउ त मलाई एकचोटि यसरी मोबाइल भिडियो बनाउनु चाहिँ डेन्जर हेल्प गरे साथी केही भन्छौ त्यही हो अब भिडियोलाई लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् अनि अझै पनि केही फर्दर न्युजिल्यान्डको बारेमा इन्फर्मेसन चाहिन्छ भने चाहिँ हजुरहरूले कमेन्ट बक्समा गरिदिनुहोस् र हामी त्यो टपिक्सहरूमा भिडियो बनाएर हाल्नेछौँ अनि त्यसपछि हाम्रो अर्को साथी चाहिँ असाइनमेन्ट गर्दैछन् एकदम पढ्छन् मेन यति छन् यिनले पनि बिहाइन्ड द सिनमा एकदमै हेल्प गरे ल गाइज हामी भिडियोको अन्तिममा आइएको छ हैन भिडियो हेरेर कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला यदि तपाईलाई न्युजिल्यान्डको बारेमा केही बुझ्न जान्न मन छ भने कमेन्ट गर्न सक्नुहुन्छ थ्यांक यू सो मच बाइ बाइ सी यू अगेन